तिमी किन चिच्चाएनौ, तिमी किन कराएनौ, तिमी किन भागेनौ, यो भन्ने गर्छन् मान्छेहरू रेप र सेक्सुअल असल्टको भिक्टिमहरूलाई। यस्तो प्रश्न एकदम डरलाग्दो छ। यसले जघन्य अपराधको मुद्दा फिर्ता लिनेदेखि गिल्ट र रिग्रेटमा लाइफ फर भिक्टिमलाई पार्छ। यसको रुट कज भनेको न्यूरोबायोलोजी अफ सेक्सुअल असल्टको बारेमा नबुझ्नु हो। त्यही भएर हामीले ब्रेनको ट्रमामा हुँदाफेरिको दुईटा रेस्पोन्सको बारेमा बुझ्नुपर्छ, जुन हो टोनिक मोबिलिटी र मेमोरी फ्रेगमेन्टेसन। सुरुमा कुरा गरौँ टोनिक इमोबिलिटीको। यी हुन् डाक्टर रेबिका क्याम्बेल, जो मिचिगन स्टेट युनिभर्सिटीका प्रोफेसर हुन्, साइकोलोजी र साइकोलोजी अफ सेक्सुअल असल्ट एन्ड ट्रमा को वर्ल्ड रिनाउन्ड एक्सपर्ट। यो टोनिक इमोबिलिटी बुझ्नको लागि उनले अध्ययन गरेको केसको बारेमा हामीले थाहा पाउनुपर्छ र यो एकदमै डिस्टर्बिङ हुन सक्छ कति मान्छेहरूलाई। त्यही भएर हजुरलाई त्यस्तो फिल हुन्छ भने प्लिज यसपछि भिडियो नहेरिदिनु होला। के भएको हुन्छ भन्दा कलेज हाउस पार्टीमा 20 वर्षीय महिला एग्री गर्छन् बेडरुममा जान र केटालाई स्टप भन्छन्, अनि पछि उनी फ्रिज हुन्छन् र त्यो केटाले सेक्सुअल असल्ट गर्छ। त्यसपछि आफ्नो साथीहरूलाई सुनाउँछ उसले दिइराछ भनेर र पालै पालो अरूहरू आएर सेक्सुअल असल्ट गर्छ र पछि यो मुद्दा पुलिससम्म जाँदा क्लोज हुन्छ यो केस। र पुलिसले के भन्छ भन्दा उनी चुपचाप थिइन्। यसको अर्थ उनले सहमति जनाएकी थिइन्। कसैले पनि जबरजस्ती रेल चलाएको मन पर्दैन। त्यसैले यदि उनी त्यही थिइन् भने उनले पक्कै पनि यो चाहेकै थिइन्। अब बुझौँ टोनिक इमोबिलिटीको बारेमा। जब हामी डेन्जरस सिचुएसनमा हुन्छौँ त्यतिखेर ब्रेनले मेजर 3टा रेस्पोन्सहरू दिन्छ, फाइट, फ्लाइट र फ्रिज। यी तीनै रेस्पोन्सहरू हामीलाई बचाउनको लागि हाम्रो नर्भस सिस्टमले अटोमेटिकली दिने रेस्पोन्सहरू हो। यौन दुर्व्यवहार जस्तो डरलाग्दो अवस्थामा सधैँ भाग्न र फाइट गर्न सम्भव नहुन सक्छ। सम्भव भए पनि ब्रेनको ऱ्यासनल पार्ट राम्रोसँग नचल्ने भएको हुनाले बडी फ्रिज हुन्छ। यसैलाई हामी टोनिक इमोबिलिटी भन्छौँ। यो एउटा यस्तो अवस्था हो जहाँ व्यक्ति फ्रोजन जस्तो हुन्छ, ऊ बोल्न वा चल्न सक्दैन। यो उसको कन्ट्रोल भन्दा बाहिरको कुरा हो, सर्भाइभलको लागि भएको नेचुरल रेस्पोन्स हो। एउटा सिरिजको सिनबाट हामीले यो कुरा देख्न सक्छौँ। Not in here. That Sterling guy knows an awful lot about you. I've been working here for 9 years. Greg, don't. It isn't my office. यो भन्ना साथ यो केटा त्यही स्टप गर्नुपर्ने, नो भनेर बुझ्नुपर्ने, तर यो मान्छे अगाडि बढिरहेछ र रेप गर्छ। अब हामी सिधै अगाडिको पार्टमा जाउँ। यो सिनमा हेर्नुहोस्, उनी फ्रिज अवस्थामा छन्। त्यसैले घटना भइरहेको बेला रिजेक्सन गर्न वा प्रतिवाद गर्न मिल्दैन। मिलेको पनि हामीले देखेनौँ। उनी फ्रिज थिइन् र यस्तो चुप लाएर बस्यो भन्दैमा, फ्रिज भयो भन्दैमा, प्रतिवाद गरेन भन्दैमा त्यहाँ कन्सेन्ट भएको हो भनेर बुझ्न मिल्दैन। साइन्टिस्टहरू भन्छन् 12 देखि 50% सेक्सुअल असल्ट र रेपको भिक्टिमहरू यसरी टोनिक इमोबिलिटीको स्टेटमा हुन्छन् र यो नम्बर 12 भन्दा पनि 50 सँग क्लोज छ। भनौँ न आधा भिक्टिमहरू यसरी फ्रिज अवस्थामा हुन्छौँ। त्यही भएर कसैले किन कराएन भनेर प्रश्न गर्नु भनेको त्यो न्युरोसाइन्सको ज्ञान राम्रो नभएको हो भनेर बुझ्न सक्छौँ। अब बुझौँ मेमोरी फ्रेगमेन्टेसन। यो कन्सेप्ट बुझ्न के सोच्नु भन्दा हजुरले कुनै लेक्चरको नोटहरू चाहिँ टुक्रा टुक्रा गरेर विभिन्न ठाउँमा लेख्नु भएको छ, अनि त्यो नोटलाई जताततै राखिदिनु भयो। कसैलाई ऱ्याकमा, कसैलाई खाटमा, कसैलाई बुक सेल्फमा। अब कसैले हजुरलाई त्यो नोट रिलेटेड क्वेसन सोध्यो भने हजुरलाई एन्सर दिन टाइम लाग्छ, जताततै छरिएको भएको हुनाले। मेमोरी फ्रेगमेन्टेसनको कुरा पनि त्यही हो। एक्सट्रिम ट्रमा र फियरको बेलामा यो यस्तै हुन्छ, मेमोरी पजल जस्तै भइरहेको हुन्छ। यसैको हामी अब एउटा केसमा जाउँ। यसमा के भएको हुन्छ भन्दाखेरि एकजना महिलालाई आफ्नै भाइको साथीले सेक्सुअल असल्ट गर्छन् र पछि डिटेक्टिभसम्म गइराख्दाखेरि यो सिचुएसन, यो केस झन्नै नराम्रो हुन्छ। उनलाई एउटा डिटेक्टिभको बारेमा सोद्धाखेरि उनको धारणा भने यस्तो थियो। पीडितको भनाइ के थियो भन्दा उसले मलाई छाडेन, लगातार प्रश्नमाथि प्रश्न गरेर दबाब दिइरह्यो, मलाई झुक्काउने कोसिस गर्दै, मबाट गल्ती गराउन खोज्दै। मैले भन्न चाहेको थिएँ एकैछिन पर्खिनुहोस्, मलाई सोच्नलाई 1 मिनेट दिनुहोस्, तर उसले म माथि हमला गरिरह्यो। पछि यो केसले अर्कै मोड लिन्छ जब उनी
राम्रो डिटेक्टिभसँग पुग्छन्। ती राम्रो डिटेक्टिभको बारेमा उनी भन्छन्, हामीले कुरा गर्यौं र समस्याको समाधान गर्यौं। मलाई डराएको वा आत्तिएको महसुस भएन। म पक्कै पनि अष्टपष्ट बोलिरहेको थिएँ होला, तर उसले त्यसलाई सहजै लिन दियो। ऊ धैर्यवान थियो। मलाई यस्तो लागेको थियो कि म यसलाई एक एक गरी जोड्दै थिएँ, एउटा पजल जस्तै। हामी मिलेर एउटा पजल मिलाउँदै थियौं र कफी पिउँदै थियौं। यो सबै कुरालाई एनालाइज गरेर हेर्ने हो भने हाम्रो लिगल सिस्टममा के देखिन्छ भन्दा सबसे सुरुमा पीडितको भनाइ विश्वासिलो छैन भन्ने भाव आउँछ। त्यसपछि कानुन प्रवर्धन निकायले पीडितलाई विश्वास गर्दैन अनि प्रणालीबाट दोस्रो तहको पीडितीकरण हुन्छ, जसलाई हामी सेकेन्डरी भिक्टिमाइजेसन भन्छौँ। त्यो पछि पीडितको सहभागिता घट्छ र अन्त्यमा प्रहरीले मुद्दा बन्द गर्छ वा पीडितले अभियोग लगाउन अस्वीकार गर्छ। यो कुरा बारम्बार भएको देखिन्छ। त्यसैले यो भिडियोको इन्साइट के हो भन्दा सबसे सुरुमा दिस इज नट देयर फल्ट। के हुन्छ भन्दा भिक्टिमलाई मैले गल्ती गरे जस्तो फिल हुन्छ र उलाई लाइफभरि रिग्रेट हुन्छ। म भाग्न सक्थे, म फाइट गर्न सक्थे, म किन चुप लाएर बसे भन्ने उलाई रिग्रेट हुन्छ। हामीले के बुझाउन सक्नुपर्छ भन्दा त्यो अटोमेटिकली वा नेचुरली हुने कुरा हो, उनीहरूको कन्ट्रोलमा हुँदैन। सो गिल्ट र रिग्रेट गरेर कामै छैन। नम्बर 2, अल स्टेक होल्डर इन क्रिमिनल जस्टिस मस्ट नो अबाउट दिस। क्रिमिनल जस्टिस सिस्टममा हुने सम्पूर्ण मान्छेहरू, अधिवक्तादेखि लिएर जजदेखि लिएर अनुसन्धान अधिकृतदेखि लिएर सबैलाई यो विषयमा ज्ञान हुनु जरुरी छ। यसले गर्दा फेरि अनुसन्धान राम्रोसँग हुन्छ र भिक्टिमलाई लिने ट्रिटमेन्ट पनि फरक हुन्छ। नम्बर 3, पिपुल सुड बी अवेयर। हरेक मान्छेले यो कुरालाई बुझ्यो भने भिक्टिम ब्लेमिङहरू जस्तो कुराहरू हुँदैन र भिक्टिमले पनि इजिली गिभ अप नगर्न सक्छौँ सपोर्टहरू पाए भने। मैले यो भिडियो मार्फत पीडित भनिएको मान्छेहरूको कुरा सधैँ 100% राइट हुन्छ, बिलिभ गर्नुपर्छ भनेको होइन। बट मेरो मेसेज, मेरो इन्साइट के हो भन्दा किन चिच्चाएनौ, किन भागेनौ, किन लडेनौ, किन पुलिससँग अलि पछि केही वर्षपछि अथवा केही समयपछि मात्र आयो भनेर प्रश्न गरिराख्ने मान्छेहरूको लागि यो साइन्टिफिक जवाफ हो। साइन्टिफिक एन्सर दिन खोजिएको हो ताकि यस्तो प्रश्नहरू मात्र गरेर केसलाई अर्कै दिशामा लगिदिने, स्लट सेमिङ गर्ने भिक्टिमहरूलाई नहोस्। यो टपिकमा हजुरलाई एकदम मजाले डेप्थमा बुझ्न मन छ, हर्मोन सहितको एक्सप्लेनेसन भने हजुरले डाक्टर रेबिकाको सेमिनार हेर्न सक्नुहुन्छ, युट्युबमा फ्रीली अभाइलेबल छ। र नेपाली भाषामै हजुरले बुझ्न मन छ भने सुशील देवकोटाजीको ट्विटरमा थ्रेडै छ, त्यो पनि हेर्न सक्नुहुन्छ। अन्त्यमा हजुरलाई यो भिडियो मन पर्यो भने प्लिज मलाई फिडब्याक दिनु होला। यस्तै भिडियो बनाउन मलाई एक्स्ट्रा मोटिभेसन आउँछ। थ्याङ्क यू।